आज फेरि पनि यहाँहरूको बीचमा मैले एउटा आशिषमय भिडियो लिएर आएको छु। सम्पूर्णलाई हाम्रा येशू ख्रीष्ट प्रभुको नाउँमा जय मसीह तथा नमस्कार। आदरणीय प्रियजनहरू, म यो भिडियो मार्फत यहाँहरू सम्पूर्णलाई के भन्न चाहन्छु भने, जब मैले हाम्रा येशू ख्रीष्ट प्रभुलाई मेरो जीवनको उद्धारकर्ता मुक्तिदाता भनेर विश्वास गरेँ, त्यसपछि येशू ख्रीष्ट प्रभुले मेरो जीवनमा एकदमै ठुलो बदलाव ल्याउनुभयो र मेरो जीवन परिवर्तन गरिदिनुभयो। मेरा सोच विचारहरू परिवर्तन गरिदिनुभयो। परमेश्वरलाई धन्यवाद भएको होस्। प्रियजनहरू, जबदेखि मैले हाम्रा येशू ख्रीष्ट प्रभुलाई विश्वास गरेँ, त्यति बेलादेखि परमेश्वरले मलाई पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नको लागि सिकाउनुभयो असल प्रकारले। प्रियजनहरू, प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभन्दा पहिला म कुनै पनि पुस्तकहरू असल प्रकारले अध्ययन गर्न जान्दैन थिएँ, सक्दैन थिएँ। तर जब मैले हाम्रा येशू ख्रीष्ट प्रभुलाई विश्वास गरेँ, त्यति बेलादेखि मलाई परमेश्वरले पवित्र धर्मशास्त्र बाइबल लगायत अरू पुस्तकहरू पढ्नको लागि पनि सिकाउनुभयो। परमेश्वर येशू ख्रीष्टलाई म धेरै धन्यवाद दिन चाहन्छु। जब म प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुभन्दा पहिला निराशामा थिएँ, तर प्रभु येशू ख्रीष्टलाई विश्वास गरिसकेपछि पहिलाको जस्तो निराशाजनक अवस्थामा म छैन र हाम्रा येशू ख्रीष्ट प्रभुलाई मैले विश्वास गरेदेखि मलाई सृष्टिकर्ता परमेश्वरले साधारण मानिसबाट असाधारण मानिसमा परिवर्तन गर्नुभयो। प्रियजनहरू, जब मैले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेँ, त्यसपछि येशू ख्रीष्टले मलाई उहाँको महिमा प्रशंसा आत्मा र सत्यतामा गर्नको लागि सिकाउनुभयो। येशू ख्रीष्टलाई धन्यवाद भएको होस्। प्रियजनहरू, त्यति मात्र होइन, जब मैले हाम्रा येशू ख्रीष्ट प्रभुलाई विश्वास गरेँ, त्यसपछि मलाई धेरै विश्वासी साथीहरू परमेश्वरले दिनुभयो। परमेश्वरका जनहरू मलाई परमेश्वरले दिनुभयो। त्यसको लागि परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। जबदेखि मैले हाम्रा येशू ख्रीष्टलाई विश्वास गरेँ, त्यसपछिबाट मैले प्रभु येशू ख्रीष्टको महिमा गर्न जाने। परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। जबदेखि मैले हाम्रा येशू ख्रीष्ट प्रभुलाई
विश्वास गरे मलाई आत्मिकै रोगहरूबाट शारीरिक रोगहरूबाट परमेश्वर सृष्टिकर्ता डाक्टरहरूका डाक्टर प्रभु येशू ख्रिस्टले मलाई सबै प्रकारको चङ्गाई गर्नुभयो र मलाई मुक्तिको निश्चयता पनि परमेश्वरले दिनुभएको छ र म हाम्रा येशू ख्रिस्टलाई विश्वास गर्छु किनभने मलाई सृष्टिकर्ता परमेश्वरले आत्मिक स्वर्गीय आशिषहरू दिनु भएको छ र अहिले म प्रभु येशू ख्रिस्टलाई विश्वास गरेर एकदमै आनन्दित छु, खुसी छु र शान्तिमा छु। प्रियजनहरू, त्यसले गर्दाखेरि यो भिडियो मार्फत म तपाईहरूलाई एउटै कुरा के भन्न चाहन्छु भने जब मैले प्रभु येशू ख्रिस्टलाई विश्वास गरेपछि धेरैभन्दा धेरै आशिषहरू प्राप्त गरे। तपाईहरूले पनि हाम्रा येशू ख्रिस्ट प्रभुलाई विश्वास गरेर स्वर्गीय आशिषहरू प्राप्त गर्नुहोस्, अनन्त जीवन प्राप्त गर्नुहोस्, शान्ति प्राप्त गर्नुहोस् भनेर भन्दै आजको यो भिडियोबाट म रिसर्चकर्ता येशू भक्त गौतम यहाँहरूको बीचबाट बिदा हुन चाहन्छु। हस्त यो गवाहीद्वारा यहाँहरू सम्पूर्णलाई सृष्टिकर्ता परमेश्वर प्रभु येशू ख्रिस्टले प्रशस्त मात्रामा आशिष दिनुभएको होस् भनेर भन्दै बिदा हुन चाहन्छु। हस्त फेरि पनि हामीहरूलाई माया गर्ने हाम्रा प्रभु येशू ख्रिस्टको नाउँमा सम्पूर्णलाई जय मसीह तथा नमस्कार। आमेन। परमेश्वरले यहाँहरू सम्पूर्णलाई प्रशस्त मात्रामा स्वर्गीय आशिष दिनुभएको होस्।